बजाज कम्पनीको पल्सर N160 किन्ने कि NS160 किन्ने भनेर झुकिराख्नु भएको छ भने यो भिडियोलाई हेर्नु होला, यसपछि तपाईँ एकदम क्लियर हुनुहुनेछ। आज हामी बजाजको पल्सर N160 र पल्सरको NS160 को कम्पेरिजन गर्दैछौँ। टप स्पिड तपाईँले बराबर पाउनुहुन्छ। तपाईँले N160 मा पनि 120 km/h को टप स्पिड पाउनुहुन्छ र NS160 मा पनि 120 km/h को टप स्पिड पाउनुहुन्छ। र पावरको कुरा गर्नुपर्दा तपाईँले 15.6 bhp को पावर पाउनुहुन्छ N160 मा र NS160 मा 17.3 bhp को पावर पाउनुहुन्छ। टर्कको कुरा गर्नुपर्दा तपाईँले बराबर पाउनुहुन्छ। 14.6 न्युटन मिटरको टर्क पाउनुहुन्छ NS160 मा र 14.6 न्युटन मिटरकै टर्क पाउनुहुन्छ N160 मा। माइलेजको कुरा गर्नुपर्दा तपाईँले 45 kmpl को पाउनुहुन्छ N160 मा र NS160 मा मात्र तपाईँले 40 kmpl को माइलेज पाउनुहुन्छ। र प्राइसको कुरा गर्नुपर्दा तपाईँले NS160 3,92,900 मा पाउनुहुन्छ र N160 चाहिँ अलि महँगो छ। यसको प्राइस नेपालमा 4,19,900। यसमा अलमोस्ट फिचरहरू सबै सेम नै छ। अलिकति मोडर्न लुक, अलिकति नयाँ लुक भएको बाइक चाहनुहुन्छ भने तपाईँले N160 लिँदा हुन्छ। र तपाईँले लुक्समा फरक छैन, किनभने पावर त लगभग सबै एउटै छ। त्यस्तो बाइक चाहनुहुन्छ भने तपाईँले NS160 लिँदा हुन्छ।